चीनले हवाई यात्रामा नयाँ युगको सुरुवात गरेको छ। अब त्यहाँ उड्ने ट्याक्सीले यात्रु बोक्नेछन्, त्यो पनि पाइलट बिना। चीनको नागरिक उड्डयन नियामक सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना CAC ले इहाङ होल्डिङ र हेफेई एयरलाइन्सलाई व्यावसायिक रूपमा उड्ने ट्याक्सी सञ्चालन गर्न अनुमति दिएको छ। लामो प्रक्रियापछि यी दुई कम्पनीले स्वचालित यात्रु ड्रोन सञ्चालनको अनुमति पाएका हुन्। यससँगै चीनमा पाइलट बिनाका हवाई यान सञ्चालन हुने बाटो खुलेको छ। यी उड्ने ट्याक्सीहरू पर्यटकहरूलाई सहर घुमाउन प्रयोग गरिने बताएको छ। चीनले पछिल्लो समयमा लो अल्टिट्युड इकोनोमीको विकासमा जोड दिएको छ। लो अल्टिट्युड इकोनोमी भनेको कम उचाइमा हुने आर्थिक गतिविधि हो, जुन ड्रोन र हलुका हवाई साधनसँग सम्बन्धित हुन्छ। चीनको लो अल्टिट्युड इकोनोमी 2025 सम्ममा 1.5 ट्रिलियन युएन र 2035 सम्ममा 2.5 ट्रिलियन युएन सम्म पुग्ने अनुमान गरिएको छ। यसरी चीनले हवाई यात्रामा नयाँ प्रविधिको प्रयोग गरेर विश्वलाई नै चकित पारेको छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै जानकारीमूलक समाचारका लागि हाम्रो जागृति खबरको युट्युब च्यानल, फेसबुक पेज र टिकटकलाई लाइक, शेयर, सब्स्क्राइब र फलो गर्न नभुल्नुहोस्। धन्यवाद।